हेलो एभ्रिवान, गुड इभिनिङ, नमस्ते। इट्स मी खाडीको चाउरे। सम्पूर्ण मेरो दर्शक महानुहारमा रात्रिकालीनको न्यानो अभिवादन। म खाडीको चाउरे यतिखेरको अवस्थामा उपस्थित भइसकेको छु। तपाईँहरू सम्पूर्ण दर्शक महानुभावलाई रात्रिकालीनको न्यानो अभिवादन छ यो खाडीको चाउरेको तर्फबाट। होप सबैजना सञ्चारमै हुनुहुन्छ होला। म पनि हजुरहरूको माया आशीर्वादले सञ्चारमै छु। र हजुरहरूको चाउरे कता हरायो भन्नुहुन्छ भने आजभोलि म अलिकति बिजी बातजुत अनि मेरो काम पनि आजभोलि चेन्ज भएको छ। पहिला म डेलिभरी गर्थेँ भने अहिले मेरो चाहिँ भन्नुपर्दाखेरि अब क्यास काउन्टर सम्हाल्नु परेको छ। त्यसै कारणले म अलिकति बिजी भएको छु र हजुरहरूसँग कसैसँग पनि कनेक्ट रहन सकेको छैन। समय नमिलेर म धेरै बिजी भएको कारणले गाइजहरू त हजुरहरूले चाहिँ नबिर्सिनु होला कि खाडीको चाउरेले हामीलाई आएन, मेरो भिडियो हेरेन भनेर माइन्ड नगर्नु होला। म समय मिल्दा पक्कै आउने छु गाइज। किप कनेक्ट। हेलो एभ्रिवान, गुड इभिनिङ, नमस्ते, वेलकम ब्याक खाडीको चाउरेको साथमा हाम्रो आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। हाम्रो राजेश हमाल अनि ऋषि धमलाजी अगाडि हुनुहुन्छ। यतिखेरको बसाइमा म खाडीको चाउरे पछि रहेको छु, देख्न सक्नुहुन्छ। उहाँहरू अगाडि बढिराख्नु भएको छ, म पछि चलिरहेको छु। आदरणीय दर्शक महानुभावहरू देख्न सक्नुहुनेछ, हाम्रो ऋषि धमलाजी र राजेश हमाल अगाडि बढिराख्नु भएको छ। अझ वरिपरिको सिनहरू तपाईँहरू देख्न सक्नुहुनेछ। यति झिलिमिली बत्तीहरू जलामला जताततै देख्न सक्नुहुनेछ। रातिको यो लगभग 12 बजे रातिको भ्यू हो, तपाईँहरू देख्न सक्नुहुनेछ गाइस। हामी आफ्टर ड्युटी हल्का हाम्रो काम थियो, त्यही भएर चाहिँ हामी निस्केको थियौँ। त्यही भएर हामी फर्किरहेको छौँ रुमतर्फ। हजुरहरूले देख्न सक्नुहुनेछ यो पारिपट्टिको यो झिलिमिली, अनि यतापट्टि चाहिँ हामी चाहिँ यता जाँदैछौँ। हाम्रो यो चाहिँ फेस 2 भन्छ, जुन यो पारिपट्टि यता चाहिँ फेस 1 है। हाम्रो काम थियो, त्यसरी गएको थियौँ। हाम्रो काम सकेर हामी यतिखेर फर्किरहेको छौँ। हामी तिनजना हामी 3 भाइ दाजुभाइ। सो गाइस, म खाडीको चाउरे अनि अगाडि हाम्रो 2 जना लाउरे हुनुहुन्छ। सबैजनाले भिडियो रेकर्ड भइरहेको छ केटाहरू होइन। हाम्रो राजेश हमाल अनि हाम्रो ऋषि धमलाजी अगाडि हुनुहुन्छ। साथीहरू, तपाईँहरू यतिखेर फेस 1 तर्फ लागिवरी हाम्रो कामलाई सफलतापूर्वक गरिकन हामी फेस 2 तर्फ लागिरहेको छौँ। आदरणीय दर्शक महानुभावहरू, तपाईँहरूलाई म के कुरा आग्रह गर्न चाहन्छु भने हेर्नुहोस्, हामी कति तपाईँहरूको लागि हेर्नुहोस् दिनभरि पनि 12-13 घन्टा ड्युटी गरेर अहिले हामी राति अब लगभग 12 बज्न लाग्यो भनौँ। यतिखेर पनि हामीले यो भिडियो हजुरहरूलाई देखाइरहेको छौँ। यतिखेर देख्न सक्नुहुन्छ अगाडि हाम्रो ऋषि धमलाजी अनि हाम्रो राजेश हमाल हिँड्दै हुनुहुन्छ। म पछाडि खाडीको चाउरेको साथ उहाँहरूको साथमा म बढिरहेको छु। म क्यामेरामा रहेको, अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यति सुन्दर भ्यू रातिको। आदरणीय दर्शक महानुभावहरू, मेरो बोल्ने शैली, मेरो बोल्ने वचनहरू कतिपयलाई राम्रो लाग्ला, कतिपयलाई नराम्रो लाग्ला गाइस। यस्तै हो परदेशी जिन्दगी। हेर्नुहोस् बालुवा रमल घारीमा किन भनेर चाहिँ हेर्नुहोस् यस्तो रमल हुन्छ नि, त्यही भएर रमल घारी भनेको है गाइस। देख्नुभयो रमल अगाडि हिँड्दै हुन्छ हाम्रो ऋषि धमलाजी र राजेश हमाल। रमल घारी अगाडि हिँड्दै हुन्छ, त्यही भएर रमल घारी भनेको देख्नुभयो नि गाइस। ल, म पछाडि क्यामेरामा खाडीको चाउरे। हामी 2 जना ऋषि धमला सर र राजेश हमाल सर अगाडि जाँदै हुनुहुन्छ। दर्शकबिन, यतिखेरको बसाइमा हामी प्रत्यक्ष भिडियो लाइभमा छौँ, तपाईँहरू देख्न सक्नुहुनेछ साथीहरू। अनि म खाडीको चाउरे बुस्तिक्रे पछि हिँडिरहेको अवस्था। केस हल्का काट्ने बेला भएछ मेरो है। खाडीको चाउरेको अवस्था वरस्तो भइसकेको छ साथीहरू। हामी कुन ठाउँमा छौँ तपाईँहरू देख्न सक्नुहुन्छ। यो ठाउँको नाम थाहा छ भने साथीहरू कमेन्ट बक्समा कमेन्ट लेख्नु होला गाइस। हामी कुन ठाउँमा छौँ? ओके, हामी 12 घन्टा 13 घन्टा 14 घन्टा ड्युटी गरेर पनि साथीभाइसँग हल्का बाहिर अलिकति काम थियो, त्यही भएर हामी निस्केको थियौँ साथीहरू। अहिले हामी काम हल्का आधी काम भयो,
र फर्किँदैछौँ आधी बाटोतिर। अझै पनि केही कामहरू बाँकी छ गाइस हैन। यहाँ भिडियो बना यो रेस्टुरेन्ट ओपन 24/7 हो। यो बनाउनु ल गाइसहरु। हामी धमाधम यतिखेर कपसामा क्यू क्लस्टर खोजिरहेका छौँ। अहिलेसम्म भेट्न सफल भएको छैन दर्शकबिनहरू। अगाडि अगाडि हाम्रो राजेश हमाल हिँड्दै हुनुहुन्छ, पछि धमलाजी अगाडि अगाडि हुनुहुन्छ। छैन 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 मैले देखाएको, म आफूले देखाइरहेको छु। बस म भनि मात्रै रहेको छु साथीहरू हैन। Q5 भेट्दैछ यहाँबाट छैन एउटा। फाइनली हामीले के अरे Q5 भेटिसकेको छौँ साथीहरू। अब हामी यहाँ नेपाली परिकारको आज खानेको लागि आएको छौँ। डल्लो मोमो खान आइसकेको छु। मोमो